गाइस नमस्ते म छु आज मेरो माइती गाउँ डुडीचोर ह्यापी बर्थडे यी हाम्रो घरको बाख्राहरू सेती बाख्रा पाडी ए मलाई देखेर त डराउँछ पाडी त अनि यहाँ छ ओथारो बसेको कुखुरा डरा छ यो हजुर यो हो काली कुकुर फेरि मेरो माइती घर कता गयो माइती घर त छिटो हजुर अहिले यो हो मेरो माइती घर हेर्नुहोस् गाइजहरू यो खेल्दैछ मेरो छोरी पिङ यो मेरो भदैनी म सानोमा खेलेको टोल मेरो टोल आलेबारी टोल यही टोलमा खेलेर हुर्केको हो म राम्रो गाउँ हाम्रो गाउँ रमाइलो गाउँ मौसम एकदम राम्रो भएको छ आज हेलो गाइज भन्नु नमस्ते गर्नु र हात जोडेर राम्रोसित अनुशासन भएर हात जोडेर नमस्ते गर्नु सबैलाई स्वागत छ लोटिन्छ है सानो आउ तल जाने हजुर क्याक्टस छैन ऊ त्यहाँ छ ऊ क्याक्टस ड्रागन फ्रुट हो कि क्याक्टस छैन यता हेर्यौ होइन के सानो यो फुल हो तेरो नाम काली हो तेरो नाम काली हो तेरो नाम काली हो यसको मिजा हो ल छिटो ल गरिदेऊ सानो यता बोसो टोकेर भनिदेऊ न नमस्ते गरिदेऊ म मगर्नी हो भन बोसो खाने मगर्नी हो भन छिटो छिटो बोसो खाएर देखाइदेऊ ल उता बोसो खाएर देखाइदेऊ ल यो हो बङ्गुरको बोसो हो भन न छिटो यता 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 देखाउनु यता यता हेर न यो हो बङ्गुरको बोसो हो भन खाऊ गम खाएर देखाइदेऊ त खाइयो खतरा हो नि त नानी त खतरा म त डन हो भन न गुड बोसो खाने मान्छे आमै भिडियोवाला के उसरो माला सुटकेरी कति महिने गरे 2 महिने सुटकेरी सुटकेरी खामुडा हाम्रो भेना सुटकेरी सुटकेरा Oh, la dama la ngoe.
Mani. Ini nak kan pina pernah kan kau tahu nama. Orang udah nggak jual bel. Amara. Nah, ini punya doiran. कुसालो फाल्छ जयमासी खालेको फाल्छ हजुर हजुर भिनेगरले त मलाई सागर पूजन मोटिया भागा पूजन डल्या फरेस्ट काट्छ घोरालाई फेरि अलिक साइडमा बसेर खेल्दा कि एडभान्टेज हुन्छ अनि त्यो त्यसले उस अन गर्दा जाऊ 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 क्यामेराम्यान बक्सोरे यसको कि हल्दै भयो नानी जिन्दगीमा हरेक खाने भनेर हाल्छ इतिक मजा दिसलाङ र सिरिङ लाग्छ के मागेछ पानी खाने गला के फोटो पनि खिच्दिनु न भयो कि भिडियो मात्र अब फोटो काङ्गरु माइजु केलाङ होस् फाइबर झोला झोला या के हरायो के भाइ इसका आमा चाहिँ डाले फिल्म जति दिएको त कालो कालो निकाल है देखेर यस्तो हेर त यस्तो कालो 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 छ बिहा छ गहुँ छ कि के खाएको हो के खाएको सप्तिका आइसक्रिम के खानु भएको हजुरले आइसक्रिम